हेलो एभ्रिवान। र आज धेरै लामो ग्यापको बाद लामो समयको बाद यो लङ भिडियो बनाउने प्रयास गर्छु। यसमा चाहिँ के छ भने मैले पहिले कमेडी भिडियोहरू हाल्थेँ, बादमा त्यतिकै भ्लग जस्तो टाइपकोहरू पनि हाल्न थालेको छु र भगवानको बारेमा पनि के सर्ट्सहरू तपाईँले देखिरहनु भएको छ। र मेरो चाहिँ अब त्यस्तै भ्लगहरूको यस्तै कुराहरू गर्ने होइन, भ्लगहरूकै कन्टेन्टहरू भगवानकै कन्टेन्टहरू हाल्ने विचार गरेको छु। तर कोही बेला चाहिँ सट्ट कन्टेन्टहरू आउँछ, तर के हुन्छ ड्युटी गएको हुन्छ, थाकेको हुन्छ, त्यस्तो यादै हुँदैन क्या। नर्मली कोही बेला घरमा पनि हुन्छ, त्यति फोकसै हुँदैन। तर अहिले लगभग मेरो 400 450 पुग्न लागेको छ फलोवर सब्सक्राइबरहरू, र त्यसको लागि धेरै धेरै धन्यवाद। र फेरि पनि भन्दैछु, यो धेरै समय बाद बनाउँदैछु यो लङ भिडियो, र यो चाहिँ एउटा नयाँ एक्सपेरिमेन्ट जस्तै, बातचित एउटा पोडकास्ट जस्तै, तर यसमा चाहिँ खालि मैले आफूले बोलेको कुराहरू सेयर गरेको मात्रै एउटा भ्लग। र फिलहालै म चाहिँ अहिले बेङ्गलोरमा छु, नाइट ड्युटी छ, छुट्टी अहिले डेमा छुट्टी हो, नाइट जानुपर्छ। र सुतेर उठेर खानासाना खाएर अहिले यही भिडियो बनाउँदैछु, भ्लग बनाउँदैछु। आशा गर्छु तपाईँले हेरिदिनुहुन्छ, र सायद त्यो अलिकति लामो पनि हुनसक्छ, तर हेरिदिनुहोस् होला भन्ने मैले आशा राखेको छु। र तपाईँहरूले यतिसम्म सपोर्ट गरिदिनु भएको छ, र आउँदो दिनहरू पनि सपोर्ट गरिदिनुहुन्छ भन्ने मैले आशा राखेको छु। र अहिले चाहिँ बेङ्गलोरमा चाहिँ अलिकति ठन्डा गरम भइरहेको छ कि, त्यो मिक्सअप भइरहेछ। र अस्ति भर्खर म अस्तिको महिना बिमार भएको 2-3 हप्ता अगाडि, फेरि अहिले सर्दी खोकी पेट गरम भएर केही छैन। त्यो माथि पिजीको खाना त्यस्तो अब फुल्ली फर्स्टमा खाँदा त राम्रै लाग्यो होइन। अहिले अब खाँदा कति लगभग म 10 महिना भइसक्यो यहाँ बेङ्गलोर आएको। खाँदा मतलब ज्यादा स्पाइसी पनि हुन्छ, मलाई चाहिँ बेसी स्पाइसी पनि हुँदैन, बेसी गरमहरू खानु चिज हुँदैन क्या। त्यो माथि त्यसमा लसुनहरू के दालहरूमा पुरा लसुन ज्यादा हालेको छ, त्यसले पनि इफेक्ट गर्दैछ। र मौसमले पनि खुक्दा गएर अस्ति त हान्दा भुँडी दुखुन्जेल भएर पहिलेको भन्दा चाहिँ अहिले निकै कमजोर भएको छु क्या। विक फिल भइरहेको छ भनेर हिजो के भयो, बटर किनेको थियो अस्ति नै, त्यसमा चाम्रे भात पकाउनु पर्यो भनेर साथीलाई कुकर र उयो मगाएँ, चोखो कुकर है, मरेछ भक्कु नुन हालेर मरेछ। फेरि खाना खानु नै मन नलाग्ने क्या। अहिले चाहिँ अलिकति अथवा भएको छ भनौँ न, दबाई सबै खाएर हिजो पातला पाइखाना भएर यस्तो खराब भएको। अब पातला पाइखाना चाहिँ किन भयो भन्दाखेरि चाहिँ हिजो चाम्रे खाएँ, बनाएँ त्यो बटरमा चिप्लो, त्यो माथि पेट गरम थियो। पेट त त्यस्तो गरम थियो, तर के खाउ भइरहेको थियो क्या। त्यसको बाद त्यहाँबाट फेरि के भयो, बेलुका दुध 6 बजीतिर 1 कप दुध खाएँ, फेरि 7:30-8 बजीतिर फेरि दुध भात खाएँ, त्यहाँ ड्युटी गएँ। त्यसले त आगो भयो झन्। त्यहाँबाट गएँ, इनोहरू किनेँ, खाएँ, अलिक अथवा भयो। टोइलेट आएर पातला पाइखाना भएर बिजोग गाह्रो भइरहेको छ। के बिमार भएको, यहाँको बिमार फेरि यस्तो छ कि अस्ति नै एकपल्ट कान दुखेको थियो। नर्मली अब मेडिकलमा गएर कान दुखेको छ त ड्रप दिनु भने लगाएँ, ठिक भएन। डक्टरकोमा 200 रुपियाँ फिस, 300 रुपियाँको दबाई किने, 500 रुपियाँ खर्च भयो। तब त फेरि बिमारी गायब। यहाँ बेङ्गलोरको बिमारीको त फेरि डिमान्ड हुँदो रहेछ, पैसा खर्च गर अनि मात्रै म जाति हुन्छ। र फिलहाल चाहिँ यहाँ निकै ठन्डा बढिसकेको छ, र नाइट ड्युटी रात पनि लामो हुन थालेको छ। नाइट ड्युटी चल्दैछ अब भोलिसम्म हो, फेरि सन्डे छुट्टी, किनकि अस्तिको हप्ता डबल सिफ्ट भएको थियो। र मन्डेदेखि फेरि डे ड्युटी। अब नेक्स्ट मन्थतिर चाहिँ टिकट काटेको छु घर आउने, तर कन्फर्म भएको छैन। र कुनै दिन भयो नेक्स्ट भिडियोतिर म पिजीको बारेमा अलिकति के भन्नेछु, यहाँ बेङ्गलोरको बारेमा है अलिकति। र के हुन्छ भने मेरो फेरि ढाडको नि प्रब्लम छ के, पेटले गर्दाखेरि ढाडतिर पनि पुरा बडीतिर इफेक्ट हुन्छ नि, कस्तो बिसन्चो भएको जस्तो त्यस्तो भइरहेको छ। र अहिले दही भात खाएर चाहिँ अलिकति शान्ति भइरहेको छ। फेरि बिहान चिया खाएर मऱ्यो नि त मैले, फेरि लालचमा किन्थ्यो, अरूले किन्यो भने खायो, पेट गरम भएर त आगो भइरहेको छ।
मलाई चाहिँ मेन पेटको प्रब्लम छ क्या अहिले र ढाड दुखिरहेको छ। तर घरतिर गयो भने यसो घरतिरको ब्लग गाउँघरकोतिर कता कता घुम्न गएको यस्तो यस्तो ब्लगहरू बनाउने छु भन्ने आशा राखेको छु र त्यो गर्छु कि गर्दैन त मलाई थाहा छैन, किनकि घरमा गएपछि बल्ल बल्ल घरमा गएको कोडी लाग्छ क्या। प्लानिङहरू मिल्नु पर्यो, साथीभाइहरूसँग गयो भने चाहिँ अलिक मजा आउँछ क्या। हेर्नु सोच्दैछु। यो 1 महिना पनि मलाई बिमारी भएको कारणले गर्दाखेरि 1 महिनासम्म घर जानुको लागि होइन यति गाह्रो भइरहेको छ, यति गाह्रो भएको छ टाइम बिताउनुको लागि। पिजीको खानै खानु मन लाग्दैन क्या, टेस्टै नभएको। के खाउँ चटपट चटपट कस्तो मतलब जिब्रोमा टेस्टै छैन क्या। र अहिले चाहिँ फिलहाल अलिक अथवा भएको छ। र मेन कुरा चाहिँ के भने एक्लै छु होइन, घर परिवारदेखि टाढो। अब एक्लै त्यो टाढोमा बिमारी भयो भने चाहिँ कसले हेरिदिने कि, आफूले हेर्नुपर्छ। फेरि खाना राम्रो हुँदैन भनेको जस्तो, घरको जस्तो खाना हुँदैन। र पहिले म घरतिर हुँदा या अरू जग्गातिर पनि काम गर्दाखेरि बाहिर हुँदाखेरि पनि त्यस्तो त उयो त थिएन भन्दाखेरि पनि मेरो पेटको प्रब्लम भइसक्यो 2-3 वर्ष होइन, लगभग 3-4 वर्ष भइसक्यो होला। मेरो बाबाको पनि त्यही हो, जेनेटिक प्रब्लम के हो, बाबालाई नि त्यस्तै हो के। त्यहाँ पनि काम गर्नुहुन्छ, यसो सघाइदिनुहुन्छ र त्यहाँ बस्नु खानु फ्री हो। र मैले भन्थेँ क्या, बाबाले भन्थ्यो हामीलाई घरतिर फोन गर्दाखेरि, ए इडली साम्बर कस्तो खानु, कति खानु आजकल लाग्दैन। मलाई त्यस्तो भइरहेको छ क्या, कर्म हिजो बिच कर्म फर्केर आउँछ, यो संसार गोलो छ भने त्यस्तो लाग्छ अहिले मलाई। त्यतिखेर त के बिना क्याङक्याङ गरेको, के बिना कम्प्लेन गरेको भन्थ्यो क्या। तर अहिले चाहिँ आफूले थाहा भयो क्या, किनकि जबसम्म मान्छेलाई आफूले पर्दैन नि तबसम्म मान्छेले बुझ्दैन क्या त्यो कुरा। र मैले त्यो पनि बुझेँ। बाहिर आएपछि पिजीको खाना होस् या कुनै पनि यहाँको फेरि साउथको इडली साम्बार डोसा बहुत उयो हुन्छ क्या। तर तपाईँलाई चाहिँ के मनपर्छ, इडली साम्बार डोसा? मलाई चाहिँ साम्बार ठिकठाक लाग्थ्यो, डोसा मलाई खान सक्छु, कतिले ग्यास्ट्रिक हुन्छ। इडली चाहिँ म खाँदिनँ, मन पर्दैन मलाई। र तपाईँहरू सन्चै हुनुहुन्छ होला। र आजको बातचितमा यति नै है, एपिसोड 1 मा। र फेरि कुनै दिन होला है, फेरि बातचित गरौँला, लाइभ आउँला, भिडियो हेर्छु। र प्लिज लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनुहोस्। तपाईँको साथीभाइहरूसँग, आफ्नो फ्यामिली मेम्बरसँग यो भिडियोहरू सेयर गरिदिनुहोस्। र स्पिरिचुअल कुराहरू, भगवानको बारेमा कुराहरू यदि तपाईँले जान्नु चाहनुहुन्छ भने पनि तपाईँले मेरो च्यानललाई सब्सक्राइब गर्न सक्नुहुनेछ। इन्स्टाग्राममा त म त्यस्तो एक्टिभ छुइनँ, त्यो गानाहरू हल्का फुल्का गाना गाएर हाल्छु र कहिलेकाहीँ 1-2वटा गाना गाएर पनि हाल्छु, भजन पनि गाउने यसो छ। अब दिमागमा कन्टेन्टहरू आइरहेको छ, मोबाइलतिर पनि पुरा रेकर्डहरू छ, कन्टेन्टहरूको छ। तर मैले त्यसलाई एक्जिक्युट मात्रै गरेको छुइनँ अहिले। र बिस्तारै एक्जिक्युट हुन्छ भगवानको कृपाद्वारा। र यसरी लाइक सपोर्ट गरिदिनुहोस् भन्ने आशा राखेको छु। हरे कृष्ण।